जङ्गलको बाटो पहाडै पहाड छ यार। पहाडै पहाड छ, तेल पनि छैन। अझै पुग्न छ 20 किलोमिटर। तेल लो फ्युल बताइरह के जाला यार। 20 किलोमिटर ओहो, सिन त अलिअलि खतरनाकै देखिएछ। जे होस्, फर्किँदा यो यहाँ आएर ड्रोन उडाउनुपर्छ के। भालुबाङ 19 किलोमिटर है। त्यो बिचमा त पेट्रोल पम्प छैन होला। नभएको खण्डमा ठाडे खोला यो। मैले सबैभन्दा टेन्सन लागिरहेको यार पेट्रोलको। एफआई इन्जिन हो, फेरि पेट्रोल त चाहियो। यसलाई त कम पेट्रोलमा चलाउनु हुन्न, तैपनि अब यस्तो छ हालत यस्तो छ। लो फ्युलको पेट्रोल। उन्नाइस किलोमिटर जान छ, पेट्रोल छैन। कसम के हुन्छ यार। पहाड फेरि यस्तो पहाड छ, यस्तो मात्रै पाउन नि पाउँदैन। अलि चढाइ छ फेरि यार, उकालो आउँदैछ। उकालोमा त फेरि 1 लिटरको सट्टा 2 लिटर खान्छ। 1-2 लिटर त हो, 6 टङ्कीमा 2-3 लिटर त होला यार। एक खुट्टी देखाइरह। यो हो दाङको अब भालुबाङ त पुगे होइन, मतलब भालुबाङ नपुग्दैको यो नजारा सिन। पहाडै पहाड छ यार, राम्रो देखिएछ यार। हो, यही हो भाइरल ठाउँ। पहाड त फेरि हो, पहाड त लास्टै छ है। गुड गुड गुड। के गर्ने सरकार, मोडमा यस्तै हो। यो बसवालाले ओभरट्याक गर्नै दिन्न। अब स्पिडमै हुन्छ, त्यो पनि। सुरही खोला आइपुग्यौँ। ओहो, नजारा हेरेर त मन खुसी हुँदैछ, तर यार ट्याङ्की हेरेर मन दुखी हुँदैछ यार। तेल हाल्नै बिर्सेछु यार, यार राइट। कस्तो के हाल्नै बिर्सेछु यार। भएको छ, हाल्छु भनेर सोचेको थिएँ, यता आइयो। नाला हो कि खोला हो, नाम नाला हो। ल घाम गरिरह, घाम ओहो, हो यस्तो सिग्नल यार ख्याल गरिराख्नु पर्छ क्या। बसवालाहरूले दिन्छन्, मतलब अगाडिको हेभी गाडीहरूले दिइरहन्छन् क्या, मतलब यस्तोमा यार।